गाइज हैन म चाहिँ यहाँ अब खाजा खान लाग्यो है। खाजामा चाहिँ मैले चाउचाउ बनाएको छु हैन करेन्ट। अनि यो चाहिँ टी मोमो। नानीहरुलाई चकलेट मोमो बनाएर पिठो उब्रिएको थियो, आटाको हो यो चाहिँ। पिठो उब्रिएको थियो त्यसको मैले टी मोमो स्टिम गरेर मसला हल्का हालेर बनाएको छ। मिठो भएछ। साइडमा अनलाइन छ। कस्तो पिरो। मोटायो भन्छन्, मोटाउँ खाएर मोटाउँ होइन, खाएछ र लाएछ र मरियो एल्बम पसाएर भने जस्तै हो नि त। दिस इज टी मोमो। अन्डाको यसमा पोज गरेको अन्डाको यस्तोमा मलाई चाहिँ अन्डा यस्तै मनपर्छ, पोज चाहिँ मनपर्छ, पाकेको मन पर्दैन। यम्मी। मेरो ठुलो छोरीलाई पनि यस्तै मनपर्छ कि यो अन्डा चाहिँ। सानो छोरी चाहिँ घिनाउँछ, ठुलो छोरी र मेरो चाहिँ बेस्ट। मेरो मुखबान मान्छेहरू मुखबानमा यति धेरै राख्छन्, कसरी खान्छन् होला, यति त गाह्रो हुन्छ। तातो। करेन्ट चल्यो भने रातो देखाउँछ, कसरी हुन्छ होला रातो? त्यो फिल्टरले हो क्या है? मेरो त रातो भएन त। एक मुठी पनि हुँदैन 50 रुपियाँको करेन्ट। डिलिसियस यार। यतिले नै डम्म भयो। मान्छेहरू कसरी यति धेरै खान्छन् है मुखबान गर्दाखेरि। थ्याङ्क यू फर वाचिङ।